यदि मलाई कसैले जीवन के हो भनी सोध्यो भने मेरो छोटो उत्तर हुनेछ यात्रा। हो, जीवन यात्रा हो। कर्णालीको उद्गम स्थल कर्णाली प्रदेश हुँदै सुन्दर सुदूरपश्चिमको रानीसैनसम्म हुनेछ। रानीसैन पूर्वी सैपाल हिमालको आधार शिविर पनि हो। मुगुको अन्तिम गाउँ सुक्काढिक पार गरेर हामी धुलाचौरतिर लाग्यौं। मुगु पारी चाहिँ बाजुरा। बीचमा बगेको कर्णालीले दुई जिल्ला छुट्याएको थियो। नदीमाथि बनेको मोटर पुलले भने यी दुई जिल्लाका मानिसहरूको हामी कवाडी खोला अनि कर्णाली नदीको किनार हुँदै जिमाना आइपुग्यौं। 5 देखि 10 मिनेट अगाडि आइसकेपछि चाहिँ हुम्ला जाने बाटो छुट्छ। कुप नै भन्छ, त्यो चाहिँ याद छ मलाई। यहाँ चाहिँ अहिले सङ्कलन भइरहेछ। यो चाहिँ खोटेसल्लाको हामी जिमानाबाट हिँडेको लगभग रानीसैनाबाट आउने। ए नेटा। अनि यो धानलाई के भन्नुहुन्छ तपाईँहरू? हामी धोग्रो धान भन्दा। धोग्रो धान? रातो धान धोग्रा। यो बाटोमा मैतान, युना गाउँ, बौडी गाउँ पर्छन्। अथवा बौडी गाउँ छ, यता चाहिँ माझपुर गाउँ, अनि बीचमा चाहिँ खोला छ। यतापट्टिको साइड चाहिँ हुम्ला हो अनि यताको साइड चाहिँ बाजुरा हो। बीचमा खोलाले छुट्याएको छ सिमाना। यात्रामा नयाँ मान्छे, तिनका लौज, कच्चडका बथान भेट्दा झन् गजबै हुन्थ्यो। कति महिनालाई खाने राख्नुभएको हुन्छ यसमा? हामी हाम्रो गन्तव्य नजिक पुग्दै थियौँ। यहाँ चाहिँ मानिसहरू हुनुभयो भने चाहिँ खाना बस्नको लागि होटेल जस्तै सुविधा छ भनौँ न। तर हुनु त रहेनछ भने चाहिँ एकदमै फसिन्छ, किनभने योभन्दा माथि बाटोमा चाहिँ कुनै पनि होटेलका जडीबुटीले पाटनभरि भराउँथे। हामीलाई रानीखर्क पुग्नु पनि थियो। साँझ 4 बजेको आसपास रानीखर्क पुग्यौँ। रानीखर्क चाहिँ हुम्ला, बाजुरा र बजाङको सिमानामा पर्छ। यहाँ चाहिँ हुम्ला र बाजुराका धेरै जसो स्थानीयहरूले चाहिँ आफ्ना पशुहरू ल्याएर आउने ठाउँ चाहिँ यही खर्क हो। बजाङका मानिसहरूलाई अलिकति टाढा पर्ने भएर चाहिँ उहाँहरूले चाहिँ कमै ल्याउनु हुँदो रहेछ। यहाँ चाहिँ वरपर ठुल्ठुला डाँडाहरूले घेरिएको ठुलो घाँसे मैदान छ, जहाँ चाहिँ पशुपालन गर्न एकदमै धेरै सजिलो छ। यो चाहिँ समुद्री सतहबाट 3500 मिटरको उचाइमा छ। अनि यहाँ चाहिँ वनजङ्गल एकदमै राम्रो छ, दाउराहरू पनि सजिलै पाइन्छ, अनि एकदमै ठुलो घाँसे मैदान पनि छ। त्यो भएर चाहिँ मानिसले र पशुहरूले दुवैले रुचाउने भएको हुनाले चाहिँ यहाँ हामीले धेरैवटा गोठहरू देख्न सक्छौँ। अनि यो भन्दा माथि अलि पाटनहरूतिर 4000 मिटरभन्दा माथितिर गयो भने चाहिँ यहाँ जटामासी अनि त्यसपछि यार्सा गुम्बा धेरै जडीबुटीहरू चाहिँ पाउने यो क्षेत्र भएकाले जडीबुटी सङ्कलन गर्न पनि स्थानीयहरू आउनु हुँदो रहेछ। यहाँसम्म पुगिरहँदा बाटोभरि नै लागिरहने एउटा कुरा के भने नि, यो स्थानसम्म यदि पर्यटक पुर्याउन सकियो भने बुढेसकालमा आमालाई छोडेर खाडी जाने छोराको सङ्ख्या पक्का घट्थ्यो। आँसुका ढिक्का खसाल्दै बिदाई गर्ने र मुटुमाथि ढुङ्गा राखी आँसु लुकाउँदै बिदा हुनेको सङ्ख्या पनि पक्का घट्थ्यो। परदेशबाट रातो बाकसमा फर्किनेको सङ्ख्या पनि त घट्थ्यो। सबै घट्दा सायद धेरै आँखाले पनि त पक्कै राहत पाउँथे। आजलाई धेरै भनिन, सबैको जिन्दगी जिन्दगी जस्तो बनोस्। भरी पेट अनि मिठो निन्द्राका लागि तपाईलाई शुभकामना।